म गेहेन्द्र शमशेर। मेरो रगतमा राणा शासनको विलासिता मात्र थिएन, मेरो दिमागमा त आधुनिक नेपाल निर्माण गर्ने विज्ञान र प्रविधिको सपना थियो। मैले नेपाली माटोमै वीरगन र गेगन जस्ता अत्याधुनिक राइफलहरू बनाए। म चाहन्थे हाम्रो सेनाले विदेशी हतियारमा मात्र भर पर्नु नपरोस्। मैले सुन्दरी जलमा पहिलो पटक जलविद्युत निकाल्ने काम सुरु गरे। अन्ध्यारोमा रुमल्लिएको नेपाललाई बिजुलीको उज्यालो दिने मेरो संकल्प थियो। घडी, टेलिफोन र छाला प्रशोधन गर्ने कारखाना, यी सबै मेरो आविष्कारको हिस्सा थिए। प्रविधि बिना कुनै पनि राष्ट्र अगाडि बढ्न सक्दैन भन्ने मेरो दृढ विश्वास थियो। मैले विश्वभरिको प्रविधिलाई नेपाल भित्र्याउने र यहाँको स्रोतलाई सदुपयोग गर्ने प्रयास गरेँ। विज्ञान नै समृद्धिको एकमात्र बाटो हो। मेरो जीवन छोटो रह्यो, तर मैले रोपेको प्रविधिको बिउ आज पनि जीवित छ। नयाँ पुस्ताले विज्ञानलाई अँगालोस्, यही मेरो इच्छा छ। जय नेपाल।